हेलो एभ्रिवान, गुड मर्निङ। स्वागत छ मेरो फर्स्ट मिनी भ्लगमा। म चाहिँ आज बिहान उठेर हाम्रो त्यो जाडो छ नि त, अनि मजा लगाएँ। अनि त्यसपछि मेरो कामतिर लागेँ। अनि हाम्रो चाहिँ भैँसी छ, भैँसीलाई पानी तताउनु पर्छ बिहानै बेलुका। जो हामीले चाहिँ आटो र पानी भैँसीलाई ठिक्क पारेर सुत्छौँ, त्यसपछि बिहान उठेर सजिलो हुन्छ भनेर। अनि ठिक्कै मैले पानी तताइरहँदा मेरो देउरानी उठेर आए। अनि उनी चाहिँ गोबर फाल्न गए। हाम्रो चाहिँ 2वटा भैँसी छ साथीहरू। अनि म चाहिँ लागेँ झाडु लगाउन। अनि मैले चाहिँ झाडु चाहिँ लगाएँ। अनि घरहरू त सरसफाइ राख्नु पर्यो नि, होइन र साथीहरू। अनि झाडु लगाएँ। अनि मलाई थौ भयो कस्तो। अनि तल हेरेको त मेरो देउरानीले झाडु लगाइरहेको, अनि म पनि गएर रिटाले अनि सँगै लगायौँ। तिनले माथि लगाएँ, मैले तल। अनि पानी तात्तियो साथीहरू। अनि भैँसीलाई पानी दिनु पर्यो भैँसीको। अनि दुईटाले मिलेर लगाएर गयौँ। अनि भैँसीलाई दियौँ। अनि उनले चाहिँ चिया खा भनेर दिएको छन्। अनि फेरि अर्कोलाई लैदिन लायौँ। अनि फेरि अर्को भैँसीलाई लैदिउँ। अनि खायो भैँसीले। अनि त्यसपछि उज्यालो भयो अलि। अनि हामीले चाहिँ चिया खान थाल्यौँ। चिया र नास्ता खाएर हामी चाहिँ घाँस काट्न जान लाग्यौँ साथीहरू। अनि उज्यालो भयो। अनि त्यसपछि हामी घाँस काट्न गयौँ। त्यसपछि जङ्गल पुग्यौँ। अनि यसो हेरेको त हाम्रो के भन्छ हौ, जाँदै थियौँ। अनि यसो यता हेरेको त हाम्रो गाउँ देख्यौँ। अनि हाम्रो गाउँ चाहिँ यस्तो रहेको छ। अनि घाँस काटेर अनि भारी पुऱ्याइसक्यौँ साथीहरू। अनि मैले चाहिँ भारी बाँधेर पनि उठाइसकेँ। अनि उनले चाहिँ भारी हालिरहन्। अनि भारी हालेर हामी चाहिँ घरतिर लाग्यौँ साथीहरू। अब चाहिँ घरतिर लाग्यौँ। उनले चाहिँ भारी हाल्दैछन्, म चाहिँ बोकेर अनि यसो देखाएँ। अनि हामी चाहिँ भारी यस्तो छ भनेर देखाएँ।